मेडे 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 राजनैतिक वृत्तमा एउटा नयाँ आयामको सुरुवात भएको छ। पोलिटिकल इम्बालेन्स भएको छ। एकदमै राजाको एउटा सानो मुभमेन्टले गणतन्त्र जो 10 वर्षदेखि एउटा शासित भइरहेको तन्त्र एकदमै चलायमान भएको छ। पराकम्पन आएको छ, बुझ्नै नसक्ने भएको छ। के त दुर्गा प्रसाईको एउटा सानो वेभले, उहाँको एउटा स्पिचले अथवा उहाँको एउटा चाहिँ मुभमेन्टले सम्पूर्ण यत्रो जरा गाडेको गणतन्त्रले हल्लिएको हो त? यो गणतन्त्र के अब स्थायित्व लिँदैन त? व्यवस्था परिवर्तनका ती खाकाहरू तयार भएका हुन् त, या व्यवस्था परिवर्तनका लागि जनताहरू उर्लेका हुन् त? त्यसकारण राजनैतिक वृत्तमा एउटा मेडे सुरु भएको छ। मेडे मेडे मेडे। र अब प्रश्न उठिरहेको छ राजनैतिक वृत्तमा, के त यो गणतन्त्रका हिमायतीहरूले के त यसका सम्पूर्ण जस्तै बीएक्स र टीएक्स र साइरन बजाएर ठूल्ठूला गाडीहरू लिएर सड़क नै आफ्ना बाउबाजेले दिएको वृत्त जस्तो सम्झेर यसलाई चाहिँ चलायमान गर्दा आफ्ना आसे पासे नेपोटिजम फेभरेटिजम सबै राख्दाखेरि यी यस्ता खालका यावत प्रश्नहरू आएका हुन् त? कुनै समय राजतन्त्रको विषयमा एउटा सानो प्रश्न पनि, एउटा आवाज पनि नआउने, तर अहिले आवाज एकदम बुलन्द भएर सड़कमा आएको के हो त? यसका दृश्य र परिदृश्य अब के जनताले यसलाई अर्को व्यवस्थाको माग गरेको हो त? 601 अथवा 840-44 जनालाई अब विस्थापित गरेर एक राजाको स्थापनाको लागि यो एउटा अपिलको मार्ग प्रशस्त भएको हो त? प्रश्न अब नेपालको यो परिप्रेक्ष्यमा र नेपालको राजनीतिक वृत्तमा एउटा हलचल कहाँ छन् त? एमाले कांग्रेसका गभर्नमेन्ट के भइरहेछ यहाँ? इन्टरनेशनल अरिनामा पनि ठूल्ठूलो टेलिभिजनहरूले नेपालको बारेमा चाहिँ काठमाडौँमा एकदम राजतन्त्रको विषयमा आवेग एकदम आन्दोलन एकदम उत्सर्गमा गएको भनेर दिन प्रतिदिन बजाइरहेका छन्। र जनताहरू पनि अब राजा आउनुपर्छ, राजतन्त्र कि गणतन्त्र भनेर एउटा पूरा वकालत र सामाजिक सञ्जालभरि छाएको छ। र आजको दृश्यले त झन् एकदमै भूकम्प र पराकम्पन आएको छ। के त गणतन्त्र कमजोर हुनुका प्रमुख कारणहरू के हो त? दर्शकहरू यसमा के त सम्पूर्ण नेताहरूले वास्तवमा नेतृत्व दिन नसकेको हो त? राजतन्त्रको अब परिकल्पना गर्नुको अथवा व्यवस्था परिवर्तनको एउटा माग राख्नु जनताको के हो त? यस्ता कुराहरू एकदम निर्मम भन्दा निर्मम प्रश्नहरू चाहिँ उब्जेका छन्, उठान भएका छन्। विषयले एकदम गरम हावा फालिरहेको छ। यस्ता परिस्थितिहरू सिर्जना भएका छन्। के हुन्छ त? पोलिटिकल सिनारियोमा मेडे सुरु भएको हो त? अर्को अङ्कमा फेरि एउटा चाहिँ एउटा आवरण सहित आउनेछु। जय होस्।